एक्जाम गरिन्छ। त्यसपछि चाहिँ मन्त्री परिषदले कानुन बनाउनु पर्छ पर्दैन भनेर चाहिँ कानुन मन्त्री लगायतका चाहिँ मन्त्रीहरूको चाहिँ उपस्थितिमा चाहिँ त्यसमा त्यसको चाहिँ सैद्धान्तिक सहमति दिन्छ। सैद्धान्तिक सहमति दिएपछि त्यसलाई चाहिँ पहिला विधेयक हुन्छ। एउटा विधेयक भनेको चाहिँ कानुन बनि नसकेको अवस्था ड्राफ्टलाई भनिन्छ। एउटा खिर्सा हुन्छ, त्यो खिर्साहरूलाई चाहिँ अब कानुन बनाउनको लागि पहिला व्यवस्थापिका संसदमा पेश गरिन्छ। व्यवस्थापिका संसदमा पेश गरिसकेपछि त्यहाँको चाहिँ बहुमतले चाहिँ यसलाई पारित गरेर कानुन बन्छ। बहुमतले पारित गरेन भने त्यो चाहिँ निष्क्रिय हुन्छ। अब यो प्रतिनिधि सभाले चाहिँ कानुनलाई पारित गरिसकेपछि त्यो फेरि राष्ट्रिय सभामा जान्छ। राष्ट्रिय सभा चाहिँ 59 सदस्य हुन्छन्, जसअन्तमा चाहिँ उहाँहरूले पनि बहुमतले पारित गरिएपछि त्यसपछि चाहिँ त्यसलाई हाम्रो चाहिँ राष्ट्रपति कहाँ जान्छ। राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि र राजपत्रमा प्रकाशन गरिसकेपछि त्यसै चाहिँ कानुनको रूपमा आउँछ। त्यसरी नै विधान मार्फत चाहिँ नेपालमा चाहिँ कानुन निर्माण गर्ने परिपाटी रहेको छ।